म आज मन्जु भाउजूकोमा आएको छु। मन्जु भाउजू ल्याउनु भएको म भ्लग बनाउनु अरे। मेरोमा लाइक त आउँदैन कसरी मैले भ्लग बनाउनु होइन। त्यो पनि मैले यो चाहिँ प्रयास मात्रै गरेको हो। म यहाँ मन्जु भाउजूहरूले यहाँ लुगा सुकाउँदै हुनुहुन्छ। मन्जु भाउजूको देखाउनु अरे के गर्नुहुन्छ कसो गर्नुहुन्छ भनेर। अनि म भने भ्लगको नाम कञ्चन जोशी। अनि हेर्नुहोस् ल गाइज। अनि उहाँ बोल्दै हुनुहुन्छ भ्लगको नाम के हो भनेर। तपाईँहरूले कमेन्ट गरिदिनु होला भ्लगको नाम के राख्नु भनेर। हजुर। अनि उहाँ हुनुहुन्छ उहाँ को हुनुहुन्छ तपाईँ देख्नु हुँदैन होला। अनि त्यही भएर यहाँनिर लुगा सुकाउँदै हुन्छ। आज घाम कस्तो राम्रो लागेको छ। अब मेरो अनुहार देखेको छ देखेको छैन त्यो त मलाई थाहा भएन होइन गाइस। अनि यहाँ पदम दाइले कस्तो राम्रो गार्डन बनाउँदै हुन्छ। सागसब्जी रोप्ने फुलहरू रोप्ने हो त्यो चाहिँ तपाईँलाई म पछि फुलहरू रोपिसकेपछि देखाउँछु ल। अहिले चाहिँ हल्का नजरा मात्रै देखाउँछु ल गाइस। तपाईँहरूलाई हेरिदिनुहोस् ल प्रतिक्रिया दिनुहोस् ल कस्तो हुन्छ के हुन्छ। तर मलाई लाइक हानेर चाहिँ सपोर्ट गर्नु नि फेरि। सपोर्ट गर्नु भएन भने त म फेरि बनाउँदिनँ नि। कम्ती नभएको नि 200 लाइक चाहिँ आउनु पर्यो ल गाइस। हेर्नुहोस् है हाम्रो नजारा। उहाँ हुनुहुन्छ भाउजूले नै भन्नुभयो हो। भाउजूको घर यस्तो छ यहाँनिर फुलहरू छ यहाँनिर यस्तो छ। अनि उहाँ आउँदै हुनुहुन्छ। पदम दाइले यस्तो राम्रो बनाउनु भएको छ। पछि बनाइसकेपछि चाहिँ म हजुरलाई देखाउने छु। अहिलेलाई चाहिँ यति नै। अनि हाम्रो आइसा हुनुहुन्छ। आइसा अमा हेरे त यहाँ हुनुहुन्छ। उहाँ कसैको इन्तजारमा हुनुहुन्छ। उहाँलाई अहिले डिस्टर्ब नगरौँ होला।